बालिद शाह प्रधानमन्त्री र सुदन गुरुङ गृहमन्त्री बनेपछि यति बेला गुण्डाहरूको भागाभाग भएको छ। गृहमन्त्री सुदन गुरुङको कडा निर्देशन र एसएसपी रमेश थापाको नेतृत्वमा गैराती काठमाडौँभरि शक्तिशाली मिडनाइट सर्च अपरेसन चलाइएको छ। थमेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बुढानील कण्ठ लगायतका संवेदनशील क्षेत्रहरूमा प्रहरीले चलाएको यो कडा छापामारीका क्रममा गुण्डागर्दी, ठगी र बिचौलिया कार्यमा संलग्न 195 जनालाई एकै रातमा नियन्त्रणमा लिएको छ। त्यस्तै विमानस्थलमा यात्रु तानातान गर्ने, झोला तान्ने र अभद्र व्यवहार गर्ने 13 जना बिचौलिया पक्राउ परेका छन्। यसैबीच वैदेशिक रोजगारको नाममा सोझा नेपालीलाई ठगी गर्नेहरूका लागि आजको दिन कालो दिन साबित भएको छ। वैदेशिक रोजगार विभागले ठगीमा संलग्न 550 भन्दा बढी व्यक्ति र संस्थाहरूको नाम सार्वजनिक गरिदिएको छ। त्यस्तै सडक सुरक्षामा पनि उत्तिकै कडा गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले आज बिहानै गरेको सरप्राइज चेकिङमा मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने 9 जना चालकलाई रङ्गे हात पक्राउ गरेको छ। बिहानै त कसले चाहिँ गर्छ र भन्ने भ्रममा रहेका चालकहरू प्रहरीको फन्दामा परेका हुन्। गुरुङ गृहमन्त्री बनेको केही दिनमै देशका शक्तिशाली राजनैतिक व्यक्तिदेखि सडकका साना दलालसम्म पक्राउ परिसकेका छन्। रात दिन नभनी फिल्डमै खटिने गुरुङको यो कार्यशैलीले यति बेला सामाजिक सञ्जालमा प्रशंसा मात्र पाएको छैन, अपराधीहरूमा ढ्याङ्ग्रो समेत ठोकेको छ।